Communication skill. Communication skill is not only about presenting in front of mass media, in front of class. Communication skill कसैको अगाडि गएर आफ्नो प्रेजेन्टेसन आफ्नो कुराहरू राख्नु मात्रै होइन, क्लासमा सबैको अगाडि गएर केही कुराहरू बोल्नु मात्रै होइन, दोहोरो कन्भर्सेसन पनि हुनसक्छ। सो कम्युनिकेसन स्किलमा चाहिँ एउटा मेन हुनैपर्ने स्किल भनेको चाहिँ एक्टिभ लिसनिङ स्किल हो। एक्टिभ लिसनिङ स्किल चाहिँ कस्तो भनेपछि अगाडिकोले यदि हामी कम्युनिकेसन गर्न आयौँ, कन्भर्सेसन भइरह्यो भने अगाडिको मान्छेले के भनिरहेको त्यो चाहिँ एक्टिभली सुन्नु पऱ्यो, होइन? उहाँहरूलाई बिचमा रोक्ने युज गर्ने हो कि चाहे त्यो आफूभन्दा जुनियर होस्, आफूभन्दा सिनियर होस्, आफ्नो लेभलको होस्, हो कि बिचमा कसैलाई रोक्नु भएन। अनि उहाँहरूले भ्याइसकेपछि आफूलाई केही सोध्नु हो भने एकचोटि सबै रिमेम्बर गर्ने कि उहाँले के भन्नुभयो, कुन कुन शब्द, कुन कुन मेन पोइन्ट भन्नुभयो, हर चाहिँ आफ्नो दिमागमा टिप्ने। अनि आफूलाई क्रस क्वेसन गर्नु छ, आफूलाई डिबेट गर्नु छ, केही सोध्नु हो भने चाहिँ कसरी सोध्नु भने चाहिँ क्यालकुलेटिभ स्पिकिङ गर्ने के, हो कि धेरै लामो हो कि क्वेसन सोध्दा धेरै लामो टाइम लिएर हो कि 2 मिनट 3 मिनटसम्म गर्नु पनि भएन, एकदम छोटो के, एकदम छोटो 10-15 सेकेन्ड पनि हुनु भएन कि, होइन? 25 to 30 सेकेन्डको मिनिमम क्वेसन हुनु पऱ्यो कि। जस्ट लाइक धेरै लामो भयो भने हो कि तपाईँले भन्नुभएको क्वेसन पनि मिक्सअप हुनसक्छ, तर धेरै छोटो भयो भने चाहिँ हजुरले भनेको मिनिङ नपुग्न सक्छ, होइन? जुन एक्चुअल कुरा थियो त्यो नपुग्न सक्छ। सो एक्टिभ लिसनिङमा चाहिँ के पऱ्यो भनेपछि पहिलो सुन्नु पऱ्यो, इन्टरप्ट गर्नु भएन, र क्यालकुलेटिभ स्पिकिङ गर्नु पऱ्यो। यति कुरामा ध्यान दिन सक्यो भने चाहिँ कम्युनिकेसन स्किल इम्प्रुभ हुनसक्छ। मैले पनि यही कुराहरू फलो गर्छु। सो मेरो पहिलाभन्दा कम्युनिकेसन स्किल एज कम्पेयर टु अदर 1% बेटर भएको छ। सो दिस इज डे 31 पोस्टिङ डेली भिडियो फर 360 days. Thank you and do follow for more.